है मानिसको जीवनमा अहिले दुःख उनीहरूले मुहाउने विविध प्रकारका कामहरू जति हुन्छ हजुरहरूलाई दुःख कसरी परिरहेको छ भने त्यो पूर्वजहरूको संस्कारको कारणले गर्दा हो। हिजो हामीले नराम्रो काम गरौँ, आज नराम्रो फल भोग्दैछ। यसैले गर्दा हेर जब कर्म राम्रो गर्नुपर्छ है, राम्रो अप्नाउनु पर्दछ। विवेक राम्रो भयो भने चाहिँ हामी एग्रेड हुन्छौँ भनेर चित्त रूपी आत्मालाई निग्रह मजाले गरिदेऊ है प्रभु, मजाले गरिदेऊ। भगवानको शक्ति गर्नको निमित्त, भगवान प्राप्ति गर्नको निमित्त पढ्नु पनि पर्दैन। नारायण नारायण श्रीमन नारायण 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 लक्ष्मी नारायण नारायण नारायण
पुरुषोत्तम भगवान की, मुकुंद भगवान की। ये प्रभु सजीवानिया जीवना प्रसूति घोषे भगवान प्रविष्ट मनोमयम परमात्मा प्राप्ति गर्न सकिन्छ बीजानी योनि प्रतिपादित जब मानिसमा अहम भाव हुन्छ त्यसलाई त्यो दुईवटा रचना तमकोलाई दबाउने भनेको सप्तम हो नै सप्त होइन बुद्धि प्रेरणालाई भनियो त्यो बुद्धिले अहंकार मन र चित्तलाई जसले भगवान प्रभु परमात्मा सर्वस्व सम्झन्छ न सर्वभावम न रसाधिपतेन न योग सिद्धि न पुनर्भवम वा भैयार पिताले क्षति भात यदि नानीहरु हेर कुनै पनि ठुला एक तपानी परम प्राप्तिको निमित्त अगाडि लाग्नु पर्दछ भनेर भगवानले यो पारमहंस संहिता सुनाउनु भयो भन्ने सम्बन्धित पञ्चदश अध्यायमा। त्यसैगरी ईश्वर तत्त्व प्राप्त गर्नको निमित्त ईश्वरलाई निहित हुनुपर्दछ। भगवान भन्नुहुन्छ जितेन्द्रिय संयुक्त से जिता स्वस्थ से योगिन मैदारा यता त्यता उपतिष्ठन्ते शेषय। जितेन्द्रिय हुनुपर्छ, इन्द्रियहरूलाई जित्नुपर्छ। इन्द्रियलाई निग्रह गर्न सकिएन भने संसार केही पनि इन्द्रियको निग्रह इन्द्रियलाई जित्छ भनेर इन्द्रियलाई जित्छ। आनंद कंद भगवान की वया धारणया बसेर खतम सिद्धिरक्षित कतिवा सिद्धि योगी। अब एउटा मिठो भजन श्रवण गरौँ अनि त्यसपछि फेरि परमात्माको गुणानुवाद श्रवण गरौँ। लाग्यो मेरो मन कसरी के हुन्छ भन्दा महिमा महिमा भूतर लागिमा प्राप्तरे ब्रिहै प्राकामे श्रुतदृश्येषु शक्ति प्रेरणमसि शक्ति प्रेरणमेसिता जसमा 8 किसिमका
अष्टसिद्धिको महिमा, गरिमा, साम्य, साम्य, प्रकाम्य पुगेन आएको छ त। हणिमा, लघुमा, महिमा, साम्य, साम्य, गरिमा, महिमा। यसरी यता वैदिक शास्त्र गरी 2 किसिमका शास्त्रहरू हुन्छन्। त्यो तन्त्र शास्त्र अन्तर्गत पर्छन् है यी अष्टसिद्धिहरू। त्यो मोहनी मन्त्र भन्छौँ हामी। त्यसै गरी मानिस सानो हुन सक्ने मन्त्र अवस्था, ठुलो हुन सक्ने, जति पनि धेरै खान सक्ने, लुक्न सक्ने, एक शरीर छोडेर अर्को शरीरमा जान सक्ने, यी अष्टसिद्धहरू हुन्। योगी मतर्फ